Hi everyone, welcome back to my channel. It's me Akriti Rai. Welcome to tapela मेरो च्यानलमा है. गुड मर्निङ गाइज. आजको भ्लग म मर्निङबाट स्टार्ट गरिरहेको छु किनभने आज चाहिँ हाम्रो गाउँमा सुट हुन गइरहेको छ. ओ माई गड, बुक लरबाट क्या, किनकि स्पेसल वान्सहरू आउँदैछ नि त. अन्तखेरि के को सुट भन्दाखेरि चाहिँ गाइज आशिकी 3 को सुट चाहिँ डल्लै त होइन, सम फ्यु क्लिप्स चाहिँ हाम्रो गाउँमा हुन आँटेको छ. यस गाइज, यु हर्ड मी राइट, आशिकी 3 को हो. अन्त डिरेक्टर चाहिँ एज अलवेज अनुराग बासु नै हो. अन्त गाइज हाम्रो गाउँमा चाहिँ यो फर्स्ट टाइम होइन हो, थर्ड टाइम हो, किनकि अनुराग बासुको फिल्मसहरू चाहिँ प्राय हाम्रै गाउँमा सुट हुन्छ. प्राय भन्दा पनि 3टा चाहिँ, अब यसले गर्दा 3टा चाहिँ भइसक्यो. किनभने उहाँलाई चाहिँ, सरलाई चाहिँ पुरा मनपर्छ अरे हाम्रो गाउँ हो, हाम्रो गाउँको इन्भाइरोमेन्टहरू मनपर्छ अरे. अन्त लक्की मान्नुहुन्छ भनेको सुनेको थिएँ है, कसैको मुखबाट मान्छेले भन्नुहुँदै थियो लक्की मान्नुहुन्छ अरे हाम्रो गाउँलाई चाहिँ सरले हो. अन्त त्यही भएर बर्फी पनि हाम्रै गाउँमा भएको हो. सबै त होइन, सम क्लिप्स बर्फी, अन्त त्यसपछि जग्गा जासुस, अन्त अहिले चाहिँ उयो हुने गइरहेको छ, के अरे आशिकी 3 हो. अन्त हिरो चाहिँ को हो भन्दाखेरि वान अफ माई फेभरेट कार्तिक आर्यन. मलाई चाहिँ किन मनपर्छ भन्दाखेरि चाहिँ अब हुन्छ नि, आई फाइन्ड हिम डाउन टु अर्थ क्या, नट लाइक अदर एक्टरहरू त्यस्तो चाहिँ मलाई लाग्दैन. मेबी अब इन पर्सन थाहा छैन मलाई, मैले कहिले पनि अब एफ टु एफ त फेस टु फेस त मैले भेटेको होइन नि त है. तर आज त म फेस टु फेस देख्नु गइरहेको छु है, अन्त तपाईँहरूलाई पनि देखाउँछु हो. अन्त हिरोइन चाहिँ श्रीलीला है, के हौ, म चाहिँ फर्स्ट टाइम सुनेको है उसको नाम, आई मिन म्यामको नाम चाहिँ फर्स्ट टाइम सुनेको. अन्त मलाई थाहा पनि छैन म्यामको बारेमा डिटेल्समा, किनकि म साउथ मुभीहरू हेर्दिनँ नि त. म्याम चाहिँ साउथ मुभीको हिरोइन हेरेँ हो, मलाई चाहिँ त्यस्तो डिटेल्स थाहा भएन हो. आई एम भेरी एक्साइटेड कार्तिक आर्यनलाई हेर्नु चाहिँ हो, किनकि डाई हार्ट फ्यान भनौँ न है. पुरै मनपर्छ मलाई, पुरा ड्यासिङ लाग्छ, स्मार्ट लाग्छ. नट ओन्ली स्मार्ट, एकदमै डाउन टु अर्थ छ. मैले जतिसम्म अहिलेसम्म हेर्दा चाहिँ अब आउटतिर मिडियातिर अब हुन्छ नि क्याप्चर गर्दा कति राम्ररी बोल्नुहुन्छ सबैहरूसँग है. अन्त त्यही हो गाइस, आजको भ्लग त्यही हुनेछ हो. अन्त अब एकछिनदेखि स्टार्ट हो. अन्त खासमा चाहिँ गाइस उयो के भन्छ 3 डेजको हुन्छ भनेको थियो सुटिङ चाहिँ. तर खै हाम्रो गाउँको अब जसले कन्ट्र्याक्टहरू लिनुभएको थियो उहाँले चाहिँ इन्फर्म गर्नु भएन रहेछ फरेस्टको मान्छेहरूलाई हो गाइस, किनकि हाम्रो एरिया चाहिँ फरेस्ट एरिया पर्छ नि त. अन्त एकखेप चाहिँ उहाँहरूको पनि गल्ती नै भयो. दे कुड हेभ इन्फर्म देम वान्स है, किनकि अब रिसाउँछ. अब फरेस्टकोहरू कस्तो हुन्छ है, रिसाउनु हुन्छ. अफकोर्स जसलाई पनि रिस उठ्छ त्यो, अब आफ्नो एरियामा त्यस्तो कुछ हुँदैछ भने एटलिस्ट फर वान त दे कुड हेभ इन्फर्मड हो. त्यही भएर चाहिँ एक दिनकोमा चाहिँ हुन्छ भन्दैछ, तर पनि कन्फर्म छैन. अब फरेस्टको मान्छेहरूले चाहिँ पर्मिसन दियो भने चाहिँ हुन्छ 2-3 दिन कि त 2 दिनको, तर टिल नाउ इट्स नट कन्फर्म हो. त्यही भएर अन्त तपाईँहरूले देखाउनु चाहिँ गाइस, तपाईँहरू पनि एक्साइटेड हुनुहुन्छ होला है. अब कसलाई चाहिँ एक्साइटेड हुँदैन होइन, हिरोइनलाई देख्दा सबैलाई एक्साइटेड हुन्छ. त्यो पनि आफ्नै गाउँमा आइरहेको छ है, त्यस्तो अपर्च्युनिटी पाइरहेको छ हामीले गाइस. बर्फीमा पनि रणबीर कपुर, दो हामी सानो थिएँ तर पनि हामीलाई त थाहा थियो नि त अब ऊ रणबीर कपुर हो, ऊ प्रियङ्का चोपडा भनेर, त्यो त थाहा थियो नि त. हामी रेकगनाइज गर्ने उयो टाइपको त थियौँ त हो. अन्त त्यही भएर कस्तो खुसी लागेको प्रियङ्का चोपडालाई देख्दा, रणबीर कपुरलाई देख्दा है. अन्त त्यही हो गाइस, आजको भ्लग चाहिँ त्यो हुनेछ. म त एकदमै एक्साइटेड छु. होप तपाईँहरू पनि एक्साइटेड हुनुहुन्छ होला है, तपाईँहरूलाई पनि मजा आउनेछ यो भ्लग हेरेर है. इन्जोय गर्नुहोस् होला है त. लस, बाई बाई. अहिले भेट्यौँ, सबै देखाउनु छ तपाईँहरूलाई है त, बाई. अन्त गाइस बर्फी 3मा त आई मिन सरी बर्फीमा त बर्फीमा त हामीलाई त्यस्तो सुट त्यो टाइममा त अब फोनहरू पनि थिएन हो. अन्त थियो कसकोमा, अन्त उहाँहरूले सुट गर्दाखेरि चाहिँ त्यो भिडियो क्लिप्सहरू लिँदाखेरि चाहिँ है त्यो फोनहरू खोसिदिएको थियो, स्न्याच गरेको थियो. अब अफकोर्स गर्छ किनकि उनीहरूको अलरेडी त्यो सुटको लुगामा देखायो भने त अन्त सबै भिडियोहरू अब हाल्यो भने त अब उनीहरूको फिल्म कसले हेर्ने होइन, त्यस्तो हुन्छ नि त. तर पनि आज पनि दिँदैन होला सब उयो क्लिप्सहरू लिनु, भिडियोहरू गर्नु त दिँदैन होला हो, किनकि अब उनीहरूको पनि आफ्नो क्राइटेरियाज हुन्छ, रेस्ट्रिक्सन्सहरू हुन्छ है. अब त्यो पनि
त्यो पनि गर्नु भएन नि त होइन अब सबै त कहाँ सिनहरू देखाइदिइबस्नु होइन उनीहरूको हामीले सबै सिनहरू देखायो भने त उनीहरूको फिल्म कसरी चलोस् त होइन तर पनि चल्नु त चल्छ अब अफकोर्स त्यो सेलिब्रेटी अब त्यत्रो कार्तिक आर्यन कति फ्यान्सहरू छ है फ्यान फलोइङहरू छ उसलाई मन पराइदिन्छ तर पनि अब मजा आउँदैन त हेर्नेलाई पनि मजा आउँदैन है अब हामीलाई त त्यो मेरो साथीले अब सपोज म र मेरो साथी हेरेँ त्यसले त्यो फिल्म हेरिसकेको छ अरे अब त्यसले मलाई आएर सुन्यो भने मलाई हेर्नु मजा लाग्छ त लाग्दैन नि त्यस्तै हो नि उनीहरूलाई पनि होइन अब अडियन्सहरू पनि त्यस्तै हो नि त अब सबै क्लिप्सहरू यस्तो यस्तो हुन्छ भनेर सबै डिटेल्समा इन डिटेल्समा भन्यो भने त तपाईँहरूलाई पनि मजा लाग्दैन नि त है हेर्नु त्यही हो अब तर पनि अल्ट्रामा बेस्ट है देखाउनु अब अलिअलि भए पनि देखाउँछु तर सबै चाहिँ इन डिटेल चाहिँ देखाउनु पाउँदिनँ किनकि दिँदैन पनि त्यो उयो गर्नु हो रेकर्ड गर्नु तर पनि अल्ट्रामा बेस्ट चाहिँ अलिअलि भए पनि थोरै थोरै भए पनि तपाईँहरू इन्जोय गर्नुहोस् न त ल स्टार्ट भएछ गाइस सुटिङ चाहिँ त्यही त ओए क्यामेरा अफ गर होला नि पुलिसहरू चाहिँ टर्नै आएछ सिक्किमको रहेछ नै भिड गाइस भिड हेर्नु अझै ग्राउन्डमा झन् ड्याम्मै छ ड्याम्मै गाइस अनुराग बस आउँदै रहेछ देख्नु भयो कि भएन अनुराग बस यो ब्लू कलरको देख्नु हुँदैछ अनुराग बस अनुराग बस देख्नु यो भैयाहरू हाल्दैछ हेलो सर क्राउड अन्त अनुराग बस चाहिँ यहाँ हुनुहुन्छ सर चाहिँ यहाँ हुनुहुन्छ डिरेक्टर यस्तो भन्यो क्राउड को यो ल गाइज यहाँ हुनु आँटेको छ अब चाहिँ यो हिरो त यो अङ्कल पो रहेछ पूजा चाहिँ हिरो र पछाडि हिरोको हामीलाई चाहिँ यहाँ पस्नु भन्यो ड्रोन उड्छ अरे नि त हाम्रो घरको टिनहरू देख्ने पा अरू मान्छे नआए पनि टिन चाहिँ आउने रहेछ कुन यो घरहरू सबै अर्कै गाडी आउँदैछ हो सुटिङ गर्दैछ सगाइ साल गाडी आउँदैछ सुटिङको गाडी सुटिङ स्टार्ट सकेछ पनि लास्ट एन्ड अन्तिम आउँदैन यहाँ देख्दैन पुलिसले खेदाएको रहेछ अन्त गाइस के भन्छ कार्तिक आर्यन चाहिँ भ्यानभित्र छ अरे हो कुन चाहिँ भ्यानमा छ नि अब है यहाँ चाहिँ सेटअप हुँदैछ त्यही त नजाउँ यहाँ त सेटअप हुँदै रहेछ यहाँ खाना खाने
हामीलाई चाहिँ होइन के भन्छ उयो चाहिँ कार्तिक आर्यन चाहिँ टेकिङ रेस्ट हो त्यही भएर चाहिँ फोटो बादमा खिच्नु भन्यो अहिले त्यसको भ्लगमा वेलकम ब्याक टु आकृति राय च्यानल एकदम जोसमा छ कार्तिक आर्यन अहिले त हाम्रो गाउँको मान्छेहरू जोसमा अन्त ऊ रेस्टिङ टाइम भएछ उसको सरको चाहिँ हो अन्त त्यही भएर अलिकति मेबी टायर्ड अब त्यत्रो उयो गर्दा मजा आउँदैछ हामीलाई चाहिँ एकदम रमाइलो हुँदैछ यहाँ डुप्लिकेट हिरो आउँदैछ अघि यो हेर्नु देख्नुहुँदैछ गाइस यो डुप्लिकेट हो हेलो सर त्यही जग्गा त फिन्जाउ नि हिरो कार्तिक आर्यन कार्तिक आर्यन फोटो नलिए रे लिसके पुग्यो अब नलि भयो हिरो र हिरोइनीको गाडी आयो गाइस ल रोक्यो हिरो र हिरोइन त्यही पो रोक्यो उयो दिदीहरूलाई पनि हेर्दै गर्नु चाहिँ क्यामेरा बन्द भनेर उयो दादाले खतरा लु यतै आउला यस्तो पो गरेँ त अब चाहिँ गर्नुपर्छ एक्सनहरू गर्नु नि के छ मै गरौँ ल जुम्पो गर्छ आउँछ नि यहाँ हिरो गाइस लुकेर गर्छु गाइस हल्ला गर्छ बेसी खिच्दैछु हिरोइनी भाइ हल्ला नगर्न एउटा साइड हिरोइनीले चाहिँ माछ हौ पैसा कमाउँदैछ ब्याच लाएर अनुराग बासु यही छ फ्यान मुभमेन्ट सुन्दैछ यहाँ अनुराग बासु हामी ल गाडी पल्टेर चाहिँ यस्तो हुन्छ हाम्रो यो फेक पुलिसहरू हाई बोले 12,000 भैया ओ भैया हाई बोले फेक पुलिस आज ठीक है फेक पुलिस कोई ना फिर भी देखले सक्यो त्यतिकै भन्नु यार गाइस फेरि हामी ग्राउन्ड जाँदैछु त्यहाँ सक्यो अब ग्राउन्डमा छ अब हेर्न ग्राउन्डमा गयो घर अब फेरि हामी ग्राउन्ड जाँदैछ यहाँ कुन्तुदी ए भगभगमा बेजो आफ्नो यो भन्न गाइस क्रिकेट खेल पो खेल्दै रहेछ यहाँ कार्तिक आर्यन त कार्तिक आर्यन यहाँ क्रिकेट खेल्दैछ क्यामेरा न त्यहाँ सेल्फी खिच्ने हेर जिन्दाहरूले खिच्छ त म त खिच्दै पाएन अत्तालेर हामी त उता हेरेको होइन म त यताबाट कार्तिक आर्यन क्रिकेट खेल्ने सेल्फी ला फ्लप कार्तिक आर्यन हो गाइस हेर्नुहोस् राम्रो देखिँदै हामी टाढो बस्छौँ यहाँबाट लाइभ हुँदैन लाइभमा बस्नु पर्यो अब मैले सोधेँ कि उसलाई फ्यान चाहिन्छ सर भने तपाईँ हुनुहुन्छ त मेरो सबभन्दा ठुलो फ्यान भनेर ल लाग्छ पुग्छ कार्तिक आर्यनले होइन हिन्दीले भनेको मजा आउँछ खेल्नु हिरोइन चाहिँ मजाले एसीमा बसिरहेको छ यस्तो घाम हिरोइनीको आमा हो न ऊ गयो त बलबरसँग त
रोनाल्डोको फ्यान छु नगरौँ भन्दा भिडियो गर्नु मन लाग्छ है अब अगाडि तिमीहरूको अगाडि म जान्छु नि त ल सर प्लिज सर फोटो गरिदिनु तिनीहरू खिच्नु नि है तिनीहरू खिचेर कुद्दै जाउँ ल हामी अहिले भन्यौ है रणबीर कपुर त रणबीर कपुर त कतिको भयो त है हामीसँग ऊ त झन् निस्केन पनि है तर ऊ त्यस्तो घमन छैन उसको तल कहाँ पत्तो दिन्छ त फोटो खिच्नु दिँदैन अलिकति अगाडि गएको जुम उयो खेल्छ उनीहरू क्रिकेट खेल्दैछ अब क्रिकेट खेल्दैछ उनीहरू त भिडियो गरेन बिचरा अबिनको गर्दैन आस्ना कति मजाको पाइरहेको छ तिनीहरू छेउमा है के गर्नु अघि गर्दैन क्रिकेट खेल्नु आँटेको रहेछ अब क्रिकेट खेल्दैछ जुम 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 है के सानभरि चढ्थ्यो ट्र्याक बासको लागि क्रेज म त हिरोइन र हिरो पाएछ भन्ने प्याकअप भइसक्यो तर हिरोसँग चाहिँ यिनीहरूले फोटो खिच्नु पाएन कि अन्त कस्तो भयो यिनीहरूलाई आश त छ होइन चुप्नै थुक निल्दैछ म यहाँ दुईटा गाडी आयो तिनटा होइन आयो आयो लु आयो ल हिँड अगाडि केटीहरू क्यामेरा कुद्दै आछ रन आछ सर भन्दैछ भोलि सुटिङ छ भने चाहिँ यो गाडी यहीँ हुन्छ स्याउ पिछेको त खाली गाडी आइरहेको छ या गाइस आजको भिडियो चाहिँ यति नै थियो है होप तपाईँहरूलाई मन पर्यो होला तपाईँहरू इन्जोय गर्नुभयो होला है हामी त एकदमै इन्जोय गर्यो है राम्रो लाग्यो कार्तिक आर्यन आफ्नो अगाडि देख्दा है तर डाउन टु अर्थ नै थियो हामीलाई उयो फोटो पनि दिनुभयो क्लिक गर्नु तर त्यस्तो राम्रो आएन रहेछ तर पनि ठिकै छ एउटा राखिरहेको छ तर एउटा हुन्छ नि अब कार्तिक आर्यनसँग पनि हामी भेट्यो सरसँग हामी फोटो पनि खिच्यो भनेर हो अन्त त्यही थियो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो के लाग्यो है तपाईँहरू पनि इन्जोय गरिदिनु भयो होला है हेरेर डु लेट मी नो कस्तो लाग्यो के लाग्यो है लस गाई यति नै थियो त अर्को भ्लगमा भेटौँ है बाई बाई